एउटा सानो बालक, नाम हो आदित्य। ऊ बिहानै उठ्छ, आफ्नै संसारमा हराएको हुन्छ। उसले चिर्पी चिर्पी गरिरहेको चराहरू देख्छ, तर कहिले आमालाई हेरेर आमा भनेर बोलाउँदैन। उसको आमाले उसलाई बोलाउँछिन्, तर उसले फर्केर हेर्दैन। मायालु स्वरले आदित्य भन्छिन्, तर ऊ व्यस्त छ आफ्नै हात हल्लाउँदै एकै लाइनमा गाडीहरू राख्न। छिमेकीहरू भन्छन्, बोल्दैन, ठिक छैन होला। शिक्षक भन्छन्, सामान्य भन्दा अलि ढिलो छ। तर आमा भने भन्छन्, ऊ फरक हो तर कमजोर होइन। दिन एक डाक्टरले बताए, तपाईको छोरामा अटिजम स्पेक्ट्रम डिसअर्डर छ। त डरलाग्दो थियो, तर त्यो दिनबाटै सुरु भयो साँचो समझदारी, शिक्षा र प्रेमको यात्रा।